हाई फ्रेन्ड्स, आज मैले फेरि नयाँ भिडियो लिएर उपस्थित भइरहेको छु हैन। र यो जे देख्नु भइरहेको छ यो चाहिँ क्यान्डिडा हो हैन। यो चाहिँ जिन अफ इस्ट हो नि त। अन्त यो चाहिँ फंगल इन्फेक्सनहरु हुँदा हुन्छ हैन। र यो चाहिँ केमा हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ मैले ग्राम स्टेन गरेर चाहिँ मैले माइक्रोस्कोपमा फोकस गरेर चाहिँ हैन यो भिडियो बनाएको हैन। र के हुन्छ भन्दा त यो चाहिँ ज्यादातर जस्तै कतिले सुन्नु भएको छ होला नङमा फंगलहरु प्रेजेन्ट हो। नङमा नेल पनि हुन्छ नि त, नङमा पनि फंगलहरु प्रेजेन्ट हुन्छ हैन। अन्त युरिनमा फंगल इन्फेक्सनहरु भन्नु भएको सुनेको होला, त्यही फंगल इन्फेक्सन नै हो यो हैन। यसलाई चाहिँ क्यान्डिडा भन्छ। र त्यस्तै हुन्छ, युरिनमा पनि हुन्छ फंगल इन्फेक्सन, नङमा पनि हुन्छ। अन्त यो के भन्छ ब्लडमा हुन्छ, भजाइनामा पनि हुन्छ हैन। र यो चाहिँ मैले बनाएको आज चाहिँ मेरोमा आएको थियो एउटा भजाइनल स्वाब, र त्योबाट चाहिँ मैले यो बनाएको हैन। र यो देख्न भइरहेको छ यो चाहिँ मजाको हैन, हेर्दा त राम्रो देख्छ नि त। यो चाहिँ मैले स्टेनिङ गरेर बनाएको हैन, यस्तो देख्छ साथी हो हैन। यो फंगल इन्फेक्सन यो चाहिँ क्यान्डिडा हो, यसलाई चाहिँ क्यान्डिडा भन्छ। अब यसलाई चाहिँ भोलि मैले कल्चर लगाएको छु हैन। अब यसलाई चाहिँ मैले भोलि चाहिँ यसको रिडिङ लिन्छु। अब योमा कुन चाहिँ क्यान्डिडा प्रेजेन्ट हुन्छ त्यसको पनि अब ब्रान्चहरु हुन्छ नि त हैन। अब यो गहिराइमा पुग्यो भने त अब कति हो कति नि। अब यो चाहिँ जस्ट मैले तपाईहरुलाई माथि माथिको हल्का भनेको हैन। यस्तो हुन्छ, यस्तो देख्छ है भनेर चाहिँ तपाईहरुलाई मैले देखाएको हैन। थ्यांक यू फर वाचिङ माय भिडियोज।